यो 137 सिँढी बनायो। यो सिँढीले चाहिँ अझै अप्ठ्यारो पर्यो। त्यसबाट चाहिँ यहाँ आउनुको लागि फेरि राम्रो सब भान चाहिँ यहीँसम्म ल्याउनुको लागि यहाँ बाटो बनेको छ। तपाईँहरूले दिएको छ सक्दो अझै पनि मन खुलेर चाहिँ मद्दत दिनु भन्ने म अनुरोध गर्दछु। तपाईँहरूले दिएको जो जिम्मेवारी छ यो बाटोको हामी पुरा गर्नेछौँ। तपाईँहरूले पैसा उठाउने जो कार्यक्रम छ त्यो सबैभन्दा ज्यादा पुरा गरेर हामीलाई आर्थिक सहयोग गरिदिनुहोस्। यहाँहरूले दिएको सहयोगले हामीले तीव्रताका साथ बाटो निर्माण गरिरहेका छौँ। अझै पनि दिल फुकाएर चाहिँ यो कार्यक्रममा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो लामोचर पोखरा 19 र 16 अन्तर्गत पर्ने निकै नै ठुलो घाट हो। तर लामो समयसम्म यो घाटमा मोटर बाटो थिएन र यो मृत्यु पश्चात मलामी आउने बेलामा अथवा मुर्दा बोकेर आउने बेलामा पनि निकै अप्ठ्यारो गरेर आउने अवस्था थियो। अर्थ सङ्कलनमा बस्ने साथीहरू हुनुहुन्छ, उहाँले अत्यधिक राम्रो काम गरेर हामीलाई सोचे जस्तै पैसा उठाइदिनु भएको छ। अझै पनि छुटेका साथीहरूले छुटेको घरमा गएर पैसा सङ्कलन गरेर हामीलाई चाहिँ यहाँ पठाइदिनु भयो भने हामी चाहिँ त्यसलाई पारदर्शी तरिकाले हामीले काम गरेर हजुरहरूको सबैको चित्त बुझाउनेछौँ। हजुरहरूले यो घाटमा शिवालय घाटमा सक्दो सहयोग गर्नुभएको छ। त्यस्तै किसिमले हामीले काम पनि गरेछौँ। अझ मन खुलाएर हजुरहरूले दिनुभयो भने पारदर्शी हिसाबले हामी काम गरेर देखाउनेछौँ। सुत्ने खातै हो, खाने भातै हो, जाने घाटै हो। जनता खुसी भएर बोलाइ पैसा सबैले सर्वदान दिनुभएको छ। आदरणीय दर्शकवृन्द नमस्कार, तपाईँहरू हेर्दै हुनुहुन्छ परिवर्तनन्युज.com। दर्शकवृन्द यति बेला म पोखरा महानगरपालिका वार्ड नम्बर 16 र 19 मा पर्ने तल्लो गोस्ते घाट शब्दवन जाने बाटो निर्माण भइरहेको यो पृष्ठभूमिमा छु। विशेष गरी वार्ड नम्बर 16 र 19 का आदरणीय बुवा आमा तथा दाजुभाइहरूले आफ्नो प्रियजन गुमाइसकेपछि सेती नदीको तीरमा शव लिएर जान साह्रै गाह्रो भएको महसुस गरेको धेरै वर्ष बितिसके पनि आजसम्म त्यहाँ गाडी जाने बाटो बनेको थिएन। यो बाटो बन्नु पर्छ भनेर सबैले गुनगुनाइरहेको मनभित्र रहिरहेको यो कुण्ठा बोल्दा पनि कहीँ कतैबाट सम्बोधन भएको थिएन। आज भने यो समिति निर्माण भइसकेपछि बाटोले तदारुकता पाएको छ, जनताहरूको सहयोगले तदारुकता पाएको छ। अझै पनि सरकारको कुनै पनि आँखा नपरे पनि जनताले आफैले पैसा उठाएर शब्दवन जाने बाटो निर्माण गर्न तदारुकका साथ लागिरहनु भएको छ। यही विषयमा रहेर आज हामीसँग हुनुहुन्छ तल्लो गोस्ते घाट शब्दवन जाने बाटो निर्माण समितिका अध्यक्ष क्याप्टेन रामजी भण्डारी। नमस्कार, म यो तल्लो गोस्ते घाट शब्दवनको अध्यक्ष हुँ। म 76 वर्षको भएँ। म आर्मीमा 32 वर्ष गरेर म यहाँ आएको हो। अहिले यहाँ यो कामको लागि हामीहरूले पुरा अर्मला, छरेपानी, खरीकुना 32 ठाउँको मान्छे यो घाटमा लास लिएर आउने जग्गा हो। यो एकदम अप्ठ्यारो थियो, सिँढी थियो, बुढाहरूले बनाएको। पहिले आउँदाखेरि मान्छेलाई एकदम हुन्थ्यो, दाउरा माथि फाल्नु पर्थ्यो, तल्लोबाट बोक्नु पर्थ्यो। र हामीहरूले यहाँ एउटा मिटिङ राख्यौँ। मिटिङ राख्दाखेरि सबैले लौ अब यस्तो गर्नु पर्यो भन्नुभयो र अनि मलाई उहाँहरूले यस्तो गर्नु पर्यो के अरे बुवा भन्नुभयो र अनि मैले पनि मनाइ गरिनँ। धर्मको काम हो, भोलि लास्टमा आउने हामी यही हो। जति सम्पत्ति जे भएर जहाँ ऊ भए पनि त्यो भएर मैले पनि ल म गर्न तयार छु भनेर मैले जो चुनेका थिएँ हाम्रो यो समितिमा, जति मैले दिलले आँटेको थिएँ त्यही पार्टी यहाँ भएको हुनाले अहिले काम पनि एकदम राम्रो सहज भयो। पैसा उठाउने काममा जतासुकै लागेछन्। पैसा दिनदिनै झरेछ। यहाँ कोही सरकारी पैसा भन्ने आएको छैन। हामीले अस्ति 29 गते यहाँ 56 लाख उठ्यो। 56 लाखमा 25-26 लाख रुपियाँ हाम्रो खर्च भएको छ। त्यहाँदेखि यता हामीले हिम पाइप ल्यायौँ 8-9 लाखको, अहिले हिजो लिएर आयौँ। ल्याएर अब हिम पाइपको जोडानी हुँदैछ, पैसा पनि उठ्दैछ, काम पनि चल्दैछ तीव्र गतिमा। अब यसमा हामी पुरा गरेरै छोड्छौँ यो लास्ट तक। सरकारबाट नै अलिअलि अब हामी अघि बढ्दैछौँ सरकारबाट उ गर्नको लागि कागज बनाएर।
अब सरकारले अलिअलि माथिबाट आयो भने फेरि यता सबडाउनपट्टि हामीहरू यतापट्टि लाउँछौँ काम गर्नको लागि। भनेपछि तपाईँहरू नै जनताहरू नै अगाडि बढेर यो बाटो बन्यो। हजुर, राज्यको अहिलेसम्म कुनै उपस्थित देखिएको छैन। एक पैसा देखिएन। त्यसो त यहाँ सुनिन्छ तपाईँहरूले योभन्दा अगाडि कार्यक्रम शिलान्यास गर्दाखेरि पोखरा महानगरपालिका वार्ड नम्बर 16 र 19 का वडाध्यक्षहरूलाई ल्याएर शिलान्यास गर्नुभयो। उहाँहरूले केही भन्नु भएन हामी यसो गर्छौँ भनेर? उहाँहरूले सिर्फ भन्नुभयो अहिले हामीमा बजेट छैन, लास्ट भयो, थोरा हामीहरूले यसलाई गर्न सक्छौँ। अहिले अब नयाँ बजेट आएपछि हामीहरूले जे गर्नुपर्छ हामी गर्छौँ भनेर उहाँहरूले पनि भन्नुभयो। विश्वस्त हुनुहुन्छ? हजुर। हस् हस्। यसै गरी हामीसँग अर्को एकजना आदरणीय व्यक्ति हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हेलो, नमस्ते। नमस्ते। तपाईँ यो पृष्ठभूमिमा हुनुहुन्छ? म कृष्ण प्रसाद अधिकारी। हजुर। इराला माविमा 35 वर्ष शिक्षण पेसामा संलग्न थिएँ र अहिले रिटायर लाइफ। हजुर। विभिन्न किसिमका सामाजिक संस्थाहरूमा अध्यक्ष बनेर चाहिँ काम गरियो। हजुर। अहिले यो गर्न लागेको यो शिवालय शवदहन गृह हजुर बनाउन लाउँदाखेरि जातिभित्ति दिल फुकेर आएको छ। जनताहरू पनि त्यसरी नै कसिएर लाउनु भएको छ। राज्यबाट हामीले एक सुको पनि ल्याएका छैनौँ अहिलेसम्म। वडा नम्बर 16 बाट आज अध्यक्ष अमृत तिमल सिन्हाले 1.5 लाख छुट्याइदिएको छु, सम्झौता गर्न आउनुहोस् मामा भनेर फोन गर्नुभएको थियो। त्यही हो, अन्यत्र हामी कागजपत्रहरू तयार गर्दैछौँ र राज्यतिरलाई चाहिँ लाग्दैछौँ। अब यो हिमपात बिछ्याएपछि सायद हामी त्यतातिर लाग्छौँ होला। हामी तपाईँसँग यो बाटोको कुरा गरिरहँदा पहिला यहाँ बाटो हिँड्दाखेरि गुफा जस्तै लागेको थियो। म पनि कहिलेकाहीँ हिँडेको इतिहास म सम्झिन्छु, तर अहिले आउँदा साँच्चैमै एउटा राम्रो ठाउँमा हिँडे जस्तो लाग्यो। अनि यताउता चारैतिर घडेर देखे जस्तो नि भयो। तपाईँहरूले जनतासँग पैसा उठाउने क्रममा ती वरपरका मान्छेहरूसँग पैसा माग्ने कुरो केही गर्नुहुन्छ? हामीले अहिले जनतासँग पर धुरी 5,000 को दरले चाहिँ उठाएका छौँ। हजुर। एकदम पैसा खुलेर दिनुभएको छ। हजुर। हामीले त्यो घडेरीबाट पैसा लिने कुरो सोच अब अर्को मिटिङमा चाहिँ गर्ने चाहिँ आजै मात्र चाहिँ कुरो गरेको। पक्कै पनि मैले बाटोमा हेरिरहँदा र आदरणीय केही व्यक्तित्वहरूले पनि यो कुरा गरिरहँदा पैसा त यहीँ रहेछ त, उहाँहरू त्यहाँ किन जानुहुन्न भनिरहेको कुरो तपाईँहरूले अगाडि नै छलफल गरिसक्नु भएको रहेछ। धेरै खुसी लाग्यो। भर्खरै आजै छलफल गरेर। हजुर हजुर। अर्को मिटिङमा सायद 29-30 गते 1-2 गते मिटिङ हुन्छ। त्यो मिटिङमा हामी अब यो घरलाई कति राख्ने, घडेरीलाई कति राख्ने भन्ने निर्णय चाहिँ जीवनको उत्तरार्धमा जाने घाटे यो खाने भातै यो भन्ने नाराका साथ तपाईँहरूले यो बाटो बनाउनु भएको, स्वर्ग जानको लागि मरिसकेपछि पनि राम्रो मृत शैय्यामा बस्नको लागि आरामदायी तरिकाले बस्नको लागि यो बाटो बनाउनको लागि सहयोग गर्नुहोस् भनेका ती तपाईँका शब्दहरू फेसबुकमा मैले बग्रेलती पढेँ। साह्रै खुसी लाग्यो। ती तपाईँका मनबाटै आएका हुन्? एकदम। मैले भनिहालेँ नि, जिन्दगीमा गरेका सामाजिक क्रियाकलापहरू मध्ये सबभन्दा दिल खुलेर सहयोग गर्नु पनि यही मन लाग्छ मलाई। हजुर। हैन, दिलै खुलेर चाहिँ र बाँकी रहेकाहरूलाई के भन्नुहुन्छ? बाँकी रहेकालाई पनि यो अन्तिममा आएर चाहिँ आनन्द लिने ठाउँ हो। हजुर। जतिसुकै महल भए पनि, जतिसुकै घर घडेरी भए पनि आखिर आउने यही तिनाथ भित्तामा रहेछ। यसैमा संलग्न हुनुहोस्, सहयोग गर्नुहोस्। अन्तमा तपाईँहरूलाई एउटा आरोप पनि छ, सरकारसँग पैसा नमागेर जनतालाई दुःख दिए भन्ने पनि छ। त्यो आरोप त जनताले एकदम खुलस्त हामी दिन्छौँ भनेर कसिएर आउनुभयो। हामीले बिल पेड तयार गऱ्यौँ, ठाउँ ठाउँमा चाहिँ मान्छेहरू चाहिँ खटाएका छौँ। यहाँ अझ यो आएर हेर्ने मान्छेले त पैसा कतिखेर कल्ला दिउँ भन्ने चाहिँ त्यस्तो किसिमको बनाएका छौँ हामीले। हस् हस् हस्, धन्यवाद। त्यसो त आदरणीय दर्शकवृन्द, हामीसँग यस्तो आदरणीय बुवा हुनुहुन्छ जसले यहाँभन्दा अगाडि चाहे त्यो गुफा जस्तै बाटो किन्न होस्, त्यति बेला पनि त्यो गुफा जस्तो बाटोलाई सिँढी बनाएर जानुपर्छ भनेर सिँढी बनाउने आदरणीय 86 वर्षको बुवा हुनुहुन्छ। आउनुहोस् हामी उहाँ बुवासँग कुराकानी गरौँ। बुवा नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? आरामै छु बाबु। भनिदिनुहोस् न केही कुरा। तपाईँले त यहाँ अहिले फेरि त्यतिखेर सिँढी पनि बनाउनु भयो, अहिले फेरि नयाँ पिँढीसँग जोडिएर फेरि सिमेन्टेड अलकत्रे बाटो पनि बनाउँदै हुनुहुन्छ। कसरी बनाउँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्नुहोस् त। अगर म यहाँ आएँ बाबु, म चाहिँ लङ हलेलका विसा वडा नम्बर 19 को हो, तर म यहाँ आएँ। यहाँ चाहिँ नि कस्तो भयो भनेर नि बाटोघाटो नराम्रो। यहाँ चाहिँ मरोड्याएर आउँदाखेरि 5वटा जग्गामा चाहिँ नि गौँडो थियो। त्यो 5वटा जग्गामा चाहिँ तल झारेर बल्ल चाहिँ नि तल चाहिँ नि मोराघाटमा ल्याउँथ्यो। र मैले
2053 साल माघ 1 गते शिवलाई समाजलाई चाहिँ गुहारे र सबैले गुहारेको चाहिँ मद्दत दियो। यहाँका चाहिँ सबै चाहिँ प्रतिनिधिले पनि गुहार दियो र 2053 साल माघ 1 गते यहाँबाट चाहिँ मैले सिँढी बनाउन सुरु गरेँ। सिँढी बनाउँदाखेरि 2054 साल वैशाख 12 गते 3 महिना 12 दिनमा चाहिँ 170वटा सिँढी बनाएँ। बल्ल चाहिँ यहाँ अलिअलि मरो ल्याउनलाई सजिलो भयो र आज त त्योभन्दा पनि मैसँग मेरो सल्लाह गर्यो, दुनियाँ चन्द्रमा पुग्यो, हामीले यो बनाउनु पर्छ भनेर चाहिँ यो गरेँ र आज चाहिँ फेरि यसमा पनि म केही गर्नु नसके पनि केही भन्नु नसके पनि बुढो मान्छे 86 वर्ष पुग्यो, आर्मीको सुबेदार 28 वर्ष नोकरी गरेर आएको। त्यसो हुनाले चलो लागि परौँ भनेर मैले गर्नु त केही सक्दैन, तर आएर त्यसो सल्लाह दिने सल्लाहकारमा छु म। यति भन्दै हजुरहरूलाई नमस्कार गर्नु त। हस् बुवा, हस्। तपाईँको यो सामर्थ्य हामीले सधैँ लिइराख्ने वातावरण बनिराखोस्। धेरै बाँच्नुपर्छ है बुवा। हुन्छ बाबु। हस् हस् हस्। यसै गरी हामीसँग यही विषयमा रहेर कुराकानी गर्नको लागि एउटा युवा नेतृत्व, सशक्त व्यक्तित्व, केही गरौँ भन्ने जागरण भएको व्यक्तित्व हुनुहुन्छ। हामी उहाँसँग छौँ। हेलो, नमस्ते नवीनजी। नमस्कार। आराम हुनुहुन्छ? एकदम आराम। तपाईँ जतिको युवाले यो ठाउँ निर्माण गर्ने जिम्मेवारी पाउँदाखेरि कति खुसी भएको होला। यहीँबाट सुरु गरौँ न, यो कसरी सुरु भयो, के हुँदैछ भन्नुहोस्। धन्यवाद प्रकाशजी। यो निकै ठुलो, यो लामोचौर पोखरा 19 र 16 अन्तर्गत पर्ने निकै नै ठुलो घाट हो। तर लामो समयसम्म यो घाटमा मोटर बाटो थिएन र यो मृत्यु पश्चात मलामी आउने बेलामा अथवा मुर्दा बोकेर आउने बेलामा पनि निकै अप्ठ्यारो गरेर आउने अवस्था थियो। केही वर्ष पहिला 53 सालमा स्थानीय हाम्रा समाजसेवी वनबहादुर गुरुङको सक्रियतामा स्थानीयबाट सिँढीको व्यवस्था गरियो। 20-25 वर्षसम्म त्यही सिँढीमा पनि हिँडियो। तर सिँढी हुँदा पनि मृत्यु हुँदैखेरि दाउरा ल्याउने बेलामा करिब 5 किलोमिटर घुमाएर दाउरा ल्याउनु पर्ने र मृत्यु भएको व्यक्तिलाई बोकेर ल्याउँदा पनि धेरै कष्ट थियो। र पटक यसलाई निर्माणको कुरा भयो, तर पनि सफल हुन सकेन। 75 सालमा पनि एउटा बैठक सबैजनाको भेला गरिएको हो। त्यो बेलामा विविध कारणले चाहिँ त्यो पनि हुन सकेन। र अहिले 2081 साल मङ्सिर 18 गते हामी पोखरा 19 र 16 का सरकारवालाहरूको भेलाबाट एउटा निर्माण समिति गठन भयो क्याप्टन रामजी भण्डारीको अध्यक्षतामा। र क्याप्टन रामजी भण्डारी अध्यक्षतामा निर्माण समिति गठन भयो र अर्थ संयोजकको संयोजकमा कृष्णप्रसाद अधिकारी, अनुगमन संयोजकमा बेनीबहादुर बस्नेत र त्यसपछि प्राविधिक संयोजकमा इन्जिनियर राजकुमार थापाको समितिहरू बन्यो, उपसमिति बन्यो। म सचिवको नेतृत्व गर्ने अवसर पाएँ र लामो समयदेखि प्रतीक्षा चाहिँ पुरा गर्ने अवसरमा हामी लागेका छौँ। भनिदिनुहोस् न, धेरै कुराहरू त आइसके, अलिकति यो तपाईँहरूले यो अर्थलाई कसरी परिचालन गर्नुभएको छ, यसको यो न्यूनतम डिपिआर त तयार भएको होला। यसलाई चाहिँ यो के छ अलिकति जनताले बुझ्ने गरी, फेरि पनि नउठेका ठाउँमा पैसा उठ्ने गरी, नदिम क्या हो मैले भनेका मनहरूलाई मैले दिनुपर्छ भन्ने जिम्मेवारी बोध सहित केही भनिदिनुहोस् न। एकदम यो वास्तवमा एकदम ठुलो परियोजना छ। जसलाई डिपिआर भनौँ अथवा लागत इस्टिमेटको रूपमा चाहिँ हामीले यो बाटो जुन ट्र्याकै थिएन, ट्र्याक र नाला सहित बाटोको इस्टिमेट भनेको करिब 65 लाखको योजना हो। र त्यसपछिको 1,72,00,000 चाहिँ शवदहन, घाट निर्माण, पार्कदेखिको 1,72,00,000को बेग्लै परियोजना छ। र यो बाटोलाई मात्रै, बाटो र ट्र्याकलाई सबै गर्ने काम चाहिँ लगभग 65 लाखको परियोजना हो। तर पनि हामीले स्थानीय निकाय पनि यसमा सकारात्मक हुनुहुन्छ, उहाँको साथ सहयोग छ। तर पनि अहिले स्थानीय निकायमा पनि रकम अभाव छ, रकम विनियोज गर्न सक्नु भएको छैन। तर उहाँहरूको रकम ताकेको भए अथवा खोजेको भए यो पनि फेरि सफल हुने थिएन। त्यसै कारणले हामीले सरकारवाला जसले यहाँ सरकार हुनुहुन्छ, यो घाट प्रयोग गर्ने अथवा घाटसँग आउने उहाँहरूसँग न्यूनतम 5,000 रुपियाँ, जम्मा 5,000 रुपियाँ आफू सक्दो सहयोग बढी गर्न सक्ने गरी रकम उठ्छ भन्ने सोचमा भयो। त्यो पनि हामी किन आँट्यौँ भन्ने कुरामा करिब यो घाटसँग सरकारवाला व्यक्तित्व हर्मला कोटदेखि लामोचौरका केही भाग र 16 का पोखरा 16 र 19 का आधा भाग जस्तो सरकारवाला पर्नुहुन्छ। त्यो हिसाबमा पनि हामीले घरधुरी गर्दा पनि 2500 देखि 3000 घरधुरी छ भन्ने आँकडा राख्यौँ। र त्यसपछि त हामी करोडसम्म त किन उठाउन सक्दैनौँ र जनताबाट उठाउँछ भन्ने हिसाबमा लाग्यौँ। र हामीलाई तपाईँले भने एउटा आरोप पनि छ, राज्यले गर्ने काम किन गरियो हो। तर राज्यलाई नै कुदियो भने राज्य नै आफै
अब काम गर्न सबै ठाउँमा सम्पन्न गर्न नसकेको अवस्था छ। कुर्यो भने हामी ढिलो हुन्छौँ र यो शुभ कार्यमा एउटा मृत्यु पश्चात आफूलाई सन्तुष्टि हुने काम गरेको पनि आफूलाई सन्तुष्टि हुने काम भनेको हिसाबले हाम्रो राज्यबाट ताकेता गर्नु त बाँकी नै छ, अझ धेरै काम बाँकी छ। र प्रत्येक घरधुरी सरकारवाला 5,000बाट सुरु गरिएको, केही रकम उठेको पनि छ, केहीभन्दा धेरै रकम उठिएको छ। किनभने मैले रकम उठ्नुभन्दा नि हामीलाई सकारात्मक सोच दिनुभएको छ, सकारात्मक कुरा गर्नुभएको छ, रकम उठ्ने आशा। यो सकारात्मक सोचसँगै तपाईँहरूलाई एकाध जनताहरूले भनेको मैले सुनेको र मैले आफूले पनि यो फिल्डमै आएर देखेको नवीनजी, म पहिला यो बाटो हिँड्दाखेरि यो ओडारभित्रै हिँडेको जस्तो लागेको थियो, अहिले म उज्यालो बाटोमा हिँडे जस्तै लाग्यो। यो तपाईँहरूले यति गर्दा पनि यो अँध्यारोबाट उज्यालोतर्फ गइरहँदा मैले यो पूर्व र पश्चिमतिर मैले केही जग्गाहरू देखेँ र केही बस्तीहरू पनि देखेँ। मैले त्यो बस्ती देखेकै रहेनछु कि जस्तो लागेको थियो मलाई, तर अहिले बस्ती छ्याङ्गै देखियो, घाम लाजै देखियो। ती बस्तीहरूसँग तपाईँहरूले पैसा उठाउनको लागि हरेक घरधुरी भनिरहँदा उहाँहरूसँग तपाईँहरूले एउटा घडेरीकै पैसा किन नमाग्नु भएको, किन माग्न सकेन समितिले, हामीसँग मात्रै किन भनेर तपाईँहरूलाई भनिरहँदा तपाईँहरू त्यो सम्बन्धी केही सोच आएको छ? एकदम सही कुरा गर्नुभयो। यसमा हामीले त्यो घरधुरी भनेको त घरधुरी आफ्नो बाँकी नै छँदै छ, हजुर उठाउने क्रम पनि छ, दिइराख्नु भएको छ। हामी सङ्घ संस्था र योसँग व्यवसायिक होस् अथवा उहाँहरूले भोलि अब यो बाटो खोलिसकेपछि प्रत्यक्ष लाभ लिने व्यक्तिहरू, लाभ लिने संस्थाहरूसँग पनि फेरि जानेर केही हामीले रकम तोकेर अगाडि बढ्ने हाम्रो अगाडि जाने कार्यक्रम रहेको छ। हामी तुरुन्तै मिटिङ राख्नेछौँ। र अर्को कुरा मैले यहाँलाई त्यो जोड्नु भयो, व्यवसायिक हिसाबले अथवा यहाँ घरेरी हुन सक्छन्, बाटो खोलिसकेपछि भन्ने मात्रै छ। अर्को समस्या पनि छ हामीसँग। यो अहिले यहाँ हुनु त सुकुम्बासी भूमिहीन भनेर पहिले यो तल्लो गस्ती उपल्लो गस्तीमा बसिरहनु भएको पनि छ। यो यतापट्टि पनि तपाईँले हेर्नुभयो भने यो अहिले यो भागमा पनि हामीले पहिलेदेखि त उहाँलाई भनेका थियौँ कि यो घाट हो, पछि तपाईँहरूलाई गाह्रो हुन्छ भन्दा नि यहाँ बस्नु भएको छ। तर बस्नुभयो, अब उहाँले कोही अब भूमिबाट केही निसा पनि पाउनुभयो होला, कोही निसा विहीन पनि हुनुहुन्छ होला। तर यहाँ 6वटा घर छन्। यो 6वटा घरहरूलाई हामीले विस्थापित होइन, हाम्रो बाटो समितिले कुनै पनि उहाँलाई विस्थापित गर्न चाहेको छैन, बसिसक्नुभयो। तर उहाँलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा भोलि मात्रै हामी ओडासँग बस्दैछौँ। उहाँहरू पनि तयार हुन्छ, हामीलाई ठाउँ देखाइदिनुहोस्, हामी जान्छौँ भनेछौँ। ओडा संयन्त्र, हाम्रो समिति, टोल विकास यहाँ 2टा गोष्ठीका समिति र भूमि आयोग, राष्ट्रिय भूमि आयोगका प्रतिनिधिसहितको भोलि बैठकले उहाँहरूलाई पनि व्यवस्थित गरेर हामीले यो पछिको जुन 1 करोड 72 लाखको परियोजना छ त्यो बनाउने हामी तर्खरमा लागेका छौँ। हजुर, जसले यो घाट हामीले 2081 साल मङ्सिर 18 गते भेला गरियो। 2081 साल पौष 25 गते दुवै वडाका वडा अध्यक्षलाई राखेर उहाँहरूकै प्रमुख आतिथ्यमा यसको शिलान्यास गरिएको तपाईँले यहाँ देख्नुहुन्छ। सायद राज्यले गर्नुभन्दा पनि जनताले गरेको काम कति छिटो हुँदो रहेछ, तीव्रताको साथ जाँदो रहेछ भन्ने कुरा तपाईँले 2 महिनाको हामीले अब मोटर त अस्ति नै गोडिसकेका छ, अब रिटर्न वाल लाग्दैछौँ। अहिले हामी हिम पाइप हालिरहेका छौँ, किनभने बर्खा आइरहेको छ, त्यसलाई पनि गर्छ। मैले यहाँ जोड्न मात्रै के चाहेँ भने अहिले तपाईँले जस्तै जसले हामीलाई सकारात्मक सोच दिनुभयो, सकारात्मक कुरा दिनुभएको छ र आफू सक्दो छाक काटेर 5,000 होइन हामीलाई 25,000 लाखौँ दिने व्यक्ति पनि निस्किसक्नु भएको छ। म ती मनहरूलाई चाहिँ हृदयदेखि नै आभार चाहिँ धन्यवाद दिन चाहन्छु। तपाईँले गरेको सहयोगले गर्दा आज हामीले यो लामो समयदेखि रहेको घाटको पूर्णता पाउँदैछौँ। यस्तै गरी हामीसँग अर्को आदरणीय व्यक्तित्व हुनुहुन्छ, उहाँ पनि यो बाटोको बारेमा बिहानदेखि नै बसिराख्नुहुन्छ। हेलो, नमस्ते। नमस्कार प्रकाशजी, म कृष्णबहादुर कार्की, मेरो घर जुम्लेटी। तर चाहिँ अहिले म चाहिँ यस संविधान निर्माण समितिकोमा म उपाध्यक्ष छु भेगको हिसाबले। र मलाई चाहिँ यो जो हाम्रो चाहिँ यो संविधान यो हाम्रो यो सुरक्षित घाटमा जति यहाँका जनताहरू बाटिल चौर, लामा चौर, अरमला, छरेपानी, जुम्लेटी सम्पूर्ण लगभग 700-800 धुरीका जनताहरू यहाँ चाहिँ यो संविधानमा यहाँ आउँछन्, यो घाटमा प्रयोग हुन्छ। आजसम्म हाम्रो यो संविधान यो घाट बनाउन हाम्रो पितृहरूको पूर्वजहरूको धेरै सपना थियो। त्यो सपना पुरा गर्नलाई अहिले हाम्रो संविधान निर्माण समितिलाई जिम्मा दिनुभएको यहाँको जनताले हामी बहुत खुसी छौँ, खुसी साथ काम गरेका छौँ। र हाम्रो पैसा उठाउने विषयमा हाम्रो अर्थ समितिको संयोजक कृष्ण अधिकारीजीले भनिसक्नुभयो। र हाम्रो पैसा उठाउने एजेन्डा भनेको के हो भने खाने नेपालीको उखानमा खाने भातै हो, सुत्ने घाटै हो, सुत्ने खातै हो, जाने घाटै हो भन्ने नाराले गर्दा जनता खुसी भएर बोलाइ पैसा सबैले सर्वदान दिनुभएको छ। हामी खुसी छौँ।
कोहीले तपाईँहरूलाई पैसा त सरकारसँग मागे नि हुन्थ्यो नि, हामीसँग किन माग्न आएको भन्नु भएन तपाईँलाई? होइन, पहिला जहाँ पनि आफूले खर्च नगरिकन सरकारले दिँदैन। त्यसो भएको हुनाले पहिला हाम्रो एजेन्डा भनेको आफूले पैसा उठाएर काम गरौँ, सरकारलाई देखाऊँ, उसको बाद हामी फेरि सरकारसँग घचघच्याउन जाउँला भन्ने हाम्रो यही उद्देश्यले हामी खुसी छौँ। हाम्रो सपना पुरा भइसक्नु लागेको छ। हजुरलाई धन्यवाद छ। यही विषयमा हामीसँग अर्को आदरणीय बुवा हुनुहुन्छ। हेलो, नमस्ते। नमस्ते हजुर, मोहनबहादुर खत्री। यो हाम्रो घाट शिवालय घाट। यो घाट कस्तो घाट हुन्छ हो नि बाबु, हामीले पहिला पनि यो घाटको विषयमा कुरा राखेर यो घाट बनाउनु पर्यो, यो लासहरू लान अप्ठ्यारो भयो सब भनेर हामीले 16-19 वडा अध्यक्षलाई पनि हामीले राखेदेखि यहाँ कुनै 7-8 वर्ष भयो उहाँले केही आँखा यहाँ त्यो गर्नु भएन बाबु। अब हुन्न छ भनेर लाएर हामी एउटा समिति गठन गरेर कृष्ण सर, हामी क्याप्टेन रामजी भण्डारी, राजु भण्डारी हामीले एउटा राखेर अब यसरी त भएन, यो त कहिले पनि बन्ने भएन, हाम्रै पाला बनाऊँ भनेर लाएर हामीले तन मन गरेर यो घाट हामी अगाडि सरेर पैसा उठाएर पैसा नदिनेलाई पनि दिने बनाएर उहाँबाट केही नभएर आफ्नो सक्दो सहयोग सबैले गर्नुभएको छ। यहाँ आएर सबै खुसी हुनुभएको छ यो शिवालय घाटमा। अब हामीले तनमन गरेर यसो बनाएको छौँ। यो घाट कस्तो भने अरमला, चरेपानी, जुम्लेटी, हर्पा, खरिकुना, पोखले, पातले, रियाले, बाटुले चौर, लामा चौर, यदि घाटको यो हाम्रो घाट हो। घाटमी 19सम्ममा सबले आफ्नो जो सक्दो पैसा खुसी मनले दिनुभएको छ। हामीले पनि त्यही हिसाबले हामी यहाँ आफ्नो अग्र रात यहाँ त अहिलेसम्म खटेर हामीले कसैको नगरिकन तपाईँहरूले यहाँ यति दुःख गरेर बनाउनु भएको छ। हजुर, यहाँ वरपर घरेरीहरूसँग पैसा बन्ने सबका बाटोहरू बन्ने भए अब यिनीहरूसँग लिन रहन्छन् क्या यो समितिकाले भनेर भनेछन् तपाईँ? होइन बाबु, पुरा हामीले राखेका छौँ उहाँहरूसित पनि। हजुर, हामीले पनि सहयोग गर्छौँ भनेर ऊ पनि गर्नुभएको छ। अब हुनुहरू हामीले अलिकति केही थप्नु नि त, त्यसमा केही अरू थप्नु बाबु। तपाईँहरू त एकदम नाफा छ। हाम्रो त यहाँ लास मात्रै लाउने बाटो बनाएको, तपाईँहरूलाई त घडेरी बनाएका छन्, सबै बनाएका छन्, सब आउने जाने सबै समितिकै मिलेमो त छ कि भन्छन्? यहाँ त छैन हाम्रो समितिको मूल्यमा त कसैसित त्यो छैन। दिल खलास भएका हृदय सफा भएका कसै 4 पैसा कहीँको ऊ भएको छैन। यहीँ लगानी गरिदिएका छौँ, आएर हेर्नुभएछ, सिमनको साथले दिनुभएछ। यस्तै गरी आदरणीय दर्शकवृन्द, हामीसँग अर्को एकजना व्यक्तित्व हुनुहुन्छ। आउनुहोस् हामी उहाँसँग कुराकानी गरौँ। म चाहिँ राजुबहादुर भण्डारी। यो चाहिँ शिवालय गोष्ठी घाट सावधान तथा गोष्ठी घाटको चाहिँ म चाहिँ सहकोषाध्यक्ष। अहिलेसम्म हाम्रो चाहिँ करिब 56 लाख जति डिपोजिट भएको होला ब्याङ्कमा, र अस्तिको मिटिङसम्ममा हाम्रो चाहिँ 30 लाख खर्च भएको छ। र त्यसमा चाहिँ अहिले यो हेमपाइप चाहिँ करिब 8 लाख 9 लाख जतिको हेमपाइप चाहिँ यो जोडिएको छैन। अब यो चाहिँ पछि हुँदैछ। यसरी बनाउनु पर्छ भन्ने धारणा कसरी आयो तपाईँको? यो चाहिँ कस्तो भन्दाखेरि अब यहाँ चाहिँ लास बोकेर आयो, त्यो सिँढीमा चाहिँ एकदमै यसरी तर हात राखेर लिएर आउनुपर्ने। अनि अब यो गर्नुपर्छ भने चाहिँ सबैको मनमा भएको, तर नेतृत्व कसले गर्ने भन्ने कुराको चाहिँ खाँचो भएको। अनि वृहत मिटिङमा चाहिँ राखेपछि मैले के प्रस्ताव राखेँ भन्दाखेरि, तपाईँहरूले टाढा हुनुहुन्छ, तपाईँहरू समय दिने भ्याउनुहुन्न, यहाँको म्यानेजमेन्टको काम हामी गर्छौँ, सबै काम हामी गर्छौँ, तपाईँहरूले सिर्फ फेरि गाउँबाट चाहिँ अर्थ सङ्कलन गर्ने काम तपाईँहरू गरिदिनुहोस्, अरू काम हामी गर्छौँ भन्ने तरिकाले चाहिँ त्यो कुरा राखेपछि सबै खुसी हुनुभयो। अनि त्यही अनुसार चाहिँ हामीले चाहिँ यहाँको चाहिँ टोटल काम हामीले हेरिरहेका छौँ र एकदम पारदर्शिताका साथ हामी काम गरिरहेका छौँ। पैसा ब्याङ्क डिपोजिट छ, अनि उल्टो भनेको पुरा चेकबाट छ। पेमेन्ट भनेको चेकबाट पेमेन्ट भएकै छैन, टोटल मैले पेमेन्ट गर्दा। तपाईँहरू पारदर्शी हुनुहुन्छ भन्ने कुरा त सबैले भनेका छन्, तर मैले सबैलाई यो सोधिरहेको छु, यहाँ यो तपाईँहरूले जनतासँग मात्रै पैसा उठाउनु भयो, यहाँका यही बाटोका कारणले धेरै घडेरीहरूले बाटो पाएका छन्, तिनीहरूसँग तपाईँहरू उठाउने सामर्थ्य राख्नु भएको छैन भन्छन्। किन तपाईँहरू त्यो ठाउँमा तपाईँहरू एउटा घडेरीको मूल्य लाखौँ लाख रुपियाँ उनीहरूलाई करोडौँ फाइदा हुने ठाउँमा तपाईँहरू लाख माग्न किन डराउनु भएको छ भनेर भन्छन्? जनताले राखेको यो कुरा पनि एकदम जायज नै हो। हामी चाहिँ त्यो कुरा पनि गर्नको लागि हामी पहल गरिरहेका छौँ र बिस्तारै चाहिँ हामी चाहिँ अब एउटा रकम तोक्छौँ। किनभने त्यो सरकारवाला घरेरीवाला मान्छेलाई पनि एउटा रकम तोकेर त्यो रकम हामीले चाहिँ माग्ने चाहिँ योजना गरेका छौँ। र अनि चाहिँ अब राज्यको आँखा परेको छैन, अब बिस्तारै पर्छ भन्ने हामीले आश छ। हामी चाहिँ कागजपत्र पनि ठाउँ पेस गरेका छौँ र राज्यले पनि हाम्रो चाहिँ अब 40-50 लाख रुपियाँ दिन्छ भन्ने हाम्रो चाहिँ आश छ। हस्, धन्यवाद। हस् त आदरणीय दर्शकवृन्द,
तल्लो गोस्ते घाट शब्दन जाने बाटो साँच्चै नै राम्रोसँग निर्माण भएको होस्, सरकारको पनि राम्रो उपस्थिति भएको होस्, नयाँ शब्दन गृह पनि बनेको होस्, शुभकामना सहित हेर्दै रहनुहोला परिवर्तन न्युज .com। प्रकाश अधिकारी, नमस्ते।